साथीहरू सबैलाई नमस्कार। म दलबहादुर फेरि हजुरको माझ आइसकेँ। नेपालमा अहिले एकदमै राम्रो, दिलदेखि खुसी लागेको कुरो, एकदमै राम्रो काम भनेको मैले के देखेँ भने प्रधानमन्त्री सुशीला कार्कीज्यूले जो काम गर्नुभयो एकदमै स्लोट छ। जुन पार्टी आओस्, जुन नेता आउन्, भोलि काम गरून् नगरून् त्यो आफ्नो ठाउँमा छ, त्यो पाटा पछिको कुरो हो, त्यो पछि हेरौँला। तर कसैले पनि चुनाव नहुन दिने भनेर ठुल्ठुला नेताहरू, ठुल्ठुला अजिङ्गरहरू, पार्टीहरूले विरोध गर्न खोजेको छ। चुनावमा चाहिँ बिथल्न खोजेको थियो, तर त्यो अहिले एकदमै सम्भव गर्नुभयो सुशीला कार्कीज्यूले। तर एउटा आमा न हो, नेपालको आमा भनेको आमा नै हो। आइमा स्त्रीलाई यति शक्ति हुन्छ भन्ने कुरो छ। आइमामा चाहिने देवीको रूप छ, भगवतीको रूप छ, भवानीको रूप छ, सबै लक्ष्मीको रूप छ, सरस्वतीको रूप छ। लास्ट बिग्ड्यो भने कालीको रूप र लास्ट भद्रकाली पनि फर्किन्छ भन्ने पनि इतिहासमा काहीँ सुनेको छु। यो होला नहोला त्यति सुनेका कुरा हुन् है, कसैले यथार्थ नलिनु होला। तर सुशीला कार्कीज्यूले जो काम गर्नुभयो, यति निडर भएर एउटा आमाले, एउटा बुढेसकालमा आमाले यो जो देशको भागदौड एकदमै गइ गुज्रेको बेला चाहिने भागदौड सम्हाल्नु भयो र अहिले चाहिँ चुनाव गरेरै छोड्नुभयो। उनलाई धेरै भन्न पनि एकदमै निन्दनीय काम गर्नुभयो। भन्नुभन्दा पनि बढी त्यसको कुनै शब्दै छैन त्यसको, होइन, भन्नलाई, होइन। तर पछि देश कसरी बनाउने हो, के बनाउने त्यो थाहा छैन। तर निकासा चाहिँ देशको चुनावै हो, मेन कुरो। चुनाव नगराएर निकासा गर्न सकिँदैन। आउन जुन पार्टी आउन, एमाले आउन, काङ्ग्रेस आए आउन्, माओवादी आए आउन्, त्यो मलाई सरोकार भएन। तर युवा आउनु पर्यो, देश चलाउने, पढे लेखेका, ज्ञानी, संस्कार भएका, इतिहास आउट नलेज गर्ने, बुढा पाखा मर्न लागेका बच्चाहरू संसदमा गएर, राजनीतिमा गएर काम छैन, खोपी भएका आउनु पर्यो। एकदमै साइन्टिस्ट पढेका, डक्टरी पढेका, एकदमै इन्जिनियर पढेका, लेखापढी गरेका, दिमाग भएका युवा केटा आऊ, जो आए आऊ, जुन पार्टीको आऊ, देशका भविष्य, जो पनि देश भविष्य बनाउनलाई युवा केटा आउनु पर्यो। 30 वर्षदेखि 60 वर्षको ग्यापका केटाहरूले आउनु पर्यो। त्यो मान्छेले आयो भने देश बनाउन सकिन्छ। जय देश, जय नेपाल। सुशीला कार्की आमालाई, भूतपूर्व प्रधानमन्त्री सुशीला आमालाई एकदमै नमन गर्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।